मल्टिडाइमेन्सनल इन्जिनियरिङ पनि भनिन्छ। यसमा इन्जिनियरिङ, एन्टरप्रेन्योरसिप र इनोभेसन पर्दछन् र इन्डस्ट्रियल इन्जिनियरिङमा भन्नु पर्दाखेरि प्रोडक्टिभिटी, त्यसैगरी अप्टिमाइजेसन र इफिसियन्सीलाई चाहिँ फोकस गरिन्छ। इन्डस्ट्रियल इन्जिनियरिङ पढिसकेपछि विद्यार्थीहरूले धेरै ह्यान्ड्स अन स्किलहरू उनीहरूले सिक्न सक्छन् र विद्यार्थीहरूले प्रोजेक्ट, इन्टर्नसिप, त्यसैगरी सेमिनार, त्यसैगरी फिल्ड भिजिट, इन्डस्ट्री भिजिटबाट चाहिँ यिनीहरूले धेरै सफ्ट स्किल पनि सिक्छन् प्लस टेक्निकल स्किल पनि सिक्न सक्छन् र यहाँबाट पास आउट भएका विद्यार्थीहरू नेपालको विभिन्न ठाउँहरूमा मेन्टेनेन्स सेक्टर्स, एचडिसी सेक्टर्स, प्लान्ट इन्जिनियर भएर काम गरेर उहाँहरूले एउटा इन्डस्ट्रियल इन्जिनियरिङलाई अलिकति उचाइमा पुर्याउने काम गर्नुभएको छ। इन्डस्ट्रियल इन्जिनियरिङलाई इन्जिनियरिङ अफ एफिसियन्सी बनाउने कुराहरू चाहिँ एफिसियन्टली कसरी गर्ने, कस्ट इफेक्टिभ रूपमा कसरी गर्ने र टाइमली कसरी गर्ने भनेर सिस्टम डिजाइन गर्ने काम चाहिँ इन्डस्ट्रियल इन्जिनियरिङ। यो प्रोग्राम अत्याधिक क्याम्पसको पहिलो ब्याचको प्रोग्राम हो र यो चाहिँ 2005मा चाहिँ सुरु भएको प्रोग्राम हो। पूर्व योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर भूमिराज पोखरेलको नेतृत्वमा सुरु भएको प्रोग्राम हो। इन्डस्ट्रियल इन्जिनियरिङ हाम्रो जति विद्यार्थी पास आउट भएको छन् उहाँहरूले चाहिँ हस्पिटालिटी सेक्टर, होटेलतिर पनि काम गर्नु भएको छ। एज ए इन्डस्ट्रियल इन्जिनियर नै उहाँहरूले एयरलाइन्समा काम गर्नुभएको छ, उहाँहरूले हेल्थ केयरहरूतिर काम गर्नुभएको छ र कतिपय यहाँबाट पास आउट हुनुभएका हाम्रा एलुमनाईहरू चाहिँ आफै आफ्नो नयाँ भेन्चरहरू सुरु गरेर एन्टरप्रेनर पनि बनिराख्नु भएको छ। 3rdदेखि 7th सेमिस्टरसम्म चाहिँ हामी इन्डस्ट्रियल इन्जिनियरिङको कोर विषयहरूमा चाहिँ प्रवेश गर्छौँ र लास्टको 8th सेमिस्टर चाहिँ हाम्रो 1 सेमिस्टर सँगै विद्यार्थीहरू आफूले पढेको नलेजलाई चाहिँ एप्लिकेसन कसरी गर्न सकिन्छ भनेर चाहिँ फिल्डमै गएर इन्टर्नसिप गर्नुहुन्छ र विभिन्न इन्डस्ट्रीहरूमा गएर चाहिँ अहिले इन्टर्नसिप गरिराख्नु भएको छ र इन्डस्ट्रियल इन्जिनियरिङ डिपार्टमेन्टको चाहिँ विभिन्न नेपाली उद्योगहरूसँग एमओयू पनि भएको छ इन्टर्नसिपको लागि। र इन्टर्नसिपको सुन्दर पक्ष अर्को के पनि हो भनेर भन्दाखेरि 8th सेममा भएको इन्टर्नसिप सकिएपछि धेरैजना हाम्रो विद्यार्थीहरूले चाहिँ त्यही इन्टर्नसिपलाई चाहिँ जबमा पनि कन्भर्ट गरिराख्नु। 2 वर्ष यता हामीले इन्जिनियरिङ अध्ययन संस्थानमा नयाँ पाठ्यक्रम लागू गर्यौँ। नयाँ पाठ्यक्रममा हामी इन्टर्नसिपको व्यवस्था गरेका छौँ, मार्केट ओरिएन्टेड कोर्सेसहरू इन्ट्रोड्युस गरेका छौँ र इभ्यालुएसन सिस्टमलाई पनि चेन्ज गरेका छौँ। त्यो हिसाबले भन्नुपर्दा नेपाली विद्यार्थीहरूको लागि इन्जिनियरिङ अध्ययन गर्न नेपाल नै सबैभन्दा उत्कृष्ट ठाउँ हो भन्ने मेरो बुझाइ। यस क्याम्पसमा ब्याचलर लेभलका विभिन्न विषयहरू जस्तो सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, इन्डस्ट्रियल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र आर्किटेक्चर विषयमा जम्मा 432 सिटमा यस 82-83मा चाहिँ भर्ना खुलेको छ।